नमस्कार, म कान्छा सार नलपुर प्रेस अथवा कान्छा सार युट्युब च्यानलमा तपाईँलाई स्वागत गर्दै म यतिखेर भारतको न्यू दिल्लीको हाउस खासमा एभरेस्ट च्याम्बरको कम्पिटिसन यहाँ फेस्टिभल हुन गइरहेको छ। सेकेन्ड राउन्ड हो यो। लेकिन 2025 मा पनि यहाँ भएको थियो नेपाली एमबीसी अथवा म यतिखेर हाम्रो एभरेस्ट च्याम्बरको अध्यक्षज्यूसँग युवराज बरालज्यूसँग छ। म यसै विचार शब्द तपाईँको लागि जानकारी लिएर आएको छु। सर नमस्कार। नमस्कार सर, यो फेस्टिभल हुँदै रहेको छ। योभन्दा पहिला पनि तपाईँले नेपाली राजदूतमा पनि गर्नुभएको थियो। आज यो सेकेन्ड राउन्डमा तपाईँले यहाँ लिएर आउँदै हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ? यहाँ दिल्लीमा जति पनि यहाँ बासिन्दाहरू हुनुहुन्छ नेपाली हुनुहुन्छ, उहाँहरूको लागि केही विशेष खास जानकारी के दिनुहुन्छ? इन्डो नेपाल ट्रेड फेयर हामी दोस्रो पटक गर्दैछौँ। पिआइडी हाउसमा हाउस खासमा गर्दैछौँ यसपटक। यसमा दिल्ली मात्रै होइन, नेपालका अधिकांश राज्य, भारतका अधिकांश राज्यहरू र नेपालको तमाम चाहिने चेम्बरहरू, इन्डियाका चेम्बरहरू, नेपालका टुरिज्म बोर्ड, नेपालको ट्रेड प्रमोसन बोर्ड, नेपाल एमएसी र एभरेस्ट चेम्बरले मिलेर अहिले यो हाम्रो भव्य र सभ्य ट्रेड फेयरको कार्यक्रम गर्दैछौँ। दुवै देशका व्यापारीहरूलाई एउटा राउन्ड टेबलमा राखेर व्यापारको एक्सचेन्ज, व्यापारको पुलको काम गर्नको लागि यो इन्डो नेपाल ट्रेड फेयरको हामीले स्थापना 2025 देखि गरेको। पिछले वर्ष हामी नेपाल एम्बेसीमा धेरै भव्य रूपमा 25 देखि 30 हजारको फुटफलको पब्लिकको बिचमा हामी गरेका थियौँ। यसपालि इन्डियाका होटेल्सहरू, इन्डियाका टुर एन्ड ट्राभल कम्पनीहरू, इन्डियाका टुरिस्ट बोर्ड, नेपालको टुर एन्ड ट्राभल कम्पनी, नेपालका होटेलहरू, नेपाल टुरिज्म बोर्ड लगायत इन्डिया र नेपालसित व्यापारमा चासो राख्ने, व्यापार गर्न चाहने, व्यापार एक्सचेन्ज गर्न चाहने व्यापारीहरूलाई एउटा राउन्ड टेबलमा ल्याएर हामीले यसलाई धेरै एक्सप्यान्ड दुवै देशको बिचमा गर्ने र नेपाल देशको उन्नति प्रगतिको लागि नेपालमा उत्पादन हुने अर्ग्यानिक फुडहरू, अर्ग्यानिक सामानहरू, त्यहाँका ह्यान्डिक्राफ्ट आइटमहरू, त्यहाँका ढाकाहरू, ती सबैलाई इन्डियामा चाहिँ एक्सपोर्ट गर्न र यहाँ हुने उत्पादनहरूलाई नेपालमा सजिलै लैजानको लागि हामी यसलाई एउटा पुलको काम गर्दैछौँ। त्यसको लागि हामी अहिले पिआइडी हाउसमा यहाँ उभिरहेका छौँ र यसपालि 20 तारिक ओपनिङ छ। 21 र 22 मा बिहान 9 बजेदेखि लिएर राति 9 बजीसम्म नन स्टप यहाँ सेमिनार हुनेछन्। टुर एन्ड ट्राभल कम्पनीका दुवै देशका सेमिनार हुनेछ, होटलहरूको दुवै देशको सेमिनार हुनेछ, ट्रेडिङ गर्ने व्यापारीहरूको सेमिनार हुनेछ, म्यानुफ्याक्चरहरूको स्याम्पलिङहरूको यहाँ प्रमोसन हुनेछ। ट्रेड फेयरमा स्टलहरू लाग्ने छन्। हामीले 100 वटा जति स्टल यहाँ लगाउँदैछन् र त्यसमा सबै तपाईँहरू आइदिनु होला र यसको आनन्द लिनु होला, यसबाट सिक्नु होला, आफ्नो कमाउने बाटाहरू, व्यापार गर्ने तरिकाहरू सिक्नु होला र यसमा सहभागी भएर नेपाल देश र भारत देशका दुवै देशका नागरिकहरूको कल्चरलदेखि लिएर व्यापारमा परिणत गर्नको लागि तपाईँ सबैले सहयोग गर्नुहुनेछ भन्ने म आशा राख्दै यो कार्यक्रम हामी भव्य र सभ्य रूपमा सफल बनाउनेछौँ भन्दै आशा राख्दै हजुरलाई धेरै धेरै आउनको लागि अनुरोध गर्दछु। यतिखेर फेरि मसँग अर्को अतिथि आउँदै हुनुहुन्छ। एभरेस्ट च्याम्बरको महासचिव मोहन कार्की, डाक्टर मोहन कार्कीजीलाई पनि स्वागत छ। मोहन सर नमस्कार जी। धन्यवाद। मोहन सर, यो एभरेस्ट च्याम्बरको विषयमा केही लिएर को लागि म केही जानकारी लिएर आउँदैछु। यो इन्डो नेपाल ट्रेड फेस्टिभल 2030 भने 2026 पिछले साल पनि मैले देखेको थिएँ। यो 2025 मा यो नेपाल राजदूतभित्र तपाईँले भव्य र सभ्य गराउनु भयो। यसपालिको 2026 को केही जानकारी हाम्रो दर्शकहरूलाई दिनु भन्ने म जानकारी गराउँदै मोहन कार्कीजीलाई। हेर्नुहोस् सरुजी, यो जुन फेस्टिभल हामी गर्दैछौँ नेपाल र नेपालीको लागि अति नै गर्व गर्नुपर्ने खालको कार्यक्रम हो यो। यसमा हामी मुख्य रूपले यो दोस्रो इन्डो नेपाल ट्रेड फेस्टिभल जुन हामी गर्दैछौँ यसमा मुख्य रूपले 4वटा क्षेत्रहरूमा हामी विशेष फोकसको साथ काम गर्दैछौँ। यसले नेपाल र नेपालीको लागि धेरै फाइदा गर्ने सम्भावना छ। यसमा 1 नम्बरको कुरा के छ भने हेर्नुहोस्, नेपालमा रिलिजियस टुरिज्मका धेरै डेस्टिनेसनहरू छन्। चाहे त्यो भगवान पशुपतिनाथको दर्शन गर्ने कुरा होस् या भगवान बुद्धको जन्मस्थान लुम्बिनीको कुरा होस् या माता सीताको जानकीको जुन एउटा जन्मभूमि दिव्य स्थान जनकपुर धाम होस् या तपाईँको मुक्तिनाथदेखि लिएर पाथिबारादेखि लिएर बडी मालिकासम्म यस्ता धेरै यस्ता ठाउँहरू छन् जहाँ यो भारतवर्षको 1.5 अरबको पपुलेसनले केही पर्सेन्टेज 1-2% मात्रै पनि गएर दर्शन गरिदिने माहौल बनाउन सक्यो भने त्यसले
लाखौंको संख्यामा नेपालमा टुरिस्टहरूको प्रवेश हुन्छ र त्यो लाखौंको संख्यामा जाने टुरिस्टले एभरेजमा 1 लाख रुपियाँ मात्रै खर्च गरिदियो भने पनि त्यो नेपालको लागि खरबौंको एउटा आर्थिक कन्ट्रिब्युसन हुन्छ, आम्दानी हुन्छ। त्यो खालको पोसिबिलिटी छ। त्यसको साथसाथ हेर्नुहोस्, एडभेन्चर टुरिज्मका डेस्टिनेसनहरू नेपालमा जति भव्य छन्, माउन्ट एभरेस्टदेखि लिएर अन्नपूर्णदेखि लिएर कञ्चनजङ्घादेखि लिएर दुनियाँ यत्रो श्रृङ्खला छ। त्यो श्रृङ्खला टुरिस्टहरूको लागि धेरै ठुलो डेस्टिनेसन हो, एट्र्याक्सन केन्द्र हो। त्यस्तै गरी एडभेन्चरका बन्जी जम्पिङदेखि लिएर प्याराग्लाइडिङदेखि लिएर राफ्टिङको लागि त्यो पुरा पहाडी हिमाली श्रृङ्खला एकदमै भव्य डेस्टिनेसन छन्। त्यसको प्रमोसन गर्न जरुरी छ। हामीले यो प्लेटफर्ममा नेपालका 5 स्टार 4 स्टार लेभलका होटलहरूलाई बोलाउँदैछौँ, यताबाट टुर अपरेटरहरू ट्राभल एजेन्सीहरूलाई बोलाउँदैछौँ, उहाँहरूको बिचमा नेटवर्किङ गराउँदैछौँ। आउने समयमा यसले नेपालमा टुरिस्टको फ्लो मेनिफोल्ड बढाउन सक्ने सम्भावना छ। यो 1 नम्बर कुरा। अर्को दोस्रो कुरा हामी के गर्दैछौँ, भारत र नेपालको व्यापार सम्बन्ध बलियो बनाउन धेरै आवश्यक छ। कतिपय मान्छेहरूले एकदम नेगेटिभ कुरा गरिरहेका सुनिन्छ कि व्यापार घाटा भयो, भारत नेपालको व्यापारमा चाहिँ एकदमै समस्या भयो भनेर नेगेटिभ कुरा गरिरहेका हुन्छन्। भाइ, त्यसलाई इम्प्रुभ गर्नको लागि प्रयास त गर्नु पर्यो। त्यसको लागि हामी प्रयास गर्दैछौँ। प्रयास कसरी गर्दैछौँ? नेपालका पनि व्यापारीहरू, भारतका पनि व्यापारीहरूलाई एक ठाउँमा ल्याएर नेपालका एकदम पपुलर प्रोडक्टहरू के छन्, त्यो युनिक प्रोडक्टहरू, त्यो प्रोडक्टहरू यहाँ ल्याएर डिस्प्ले गरेर भारतीय समाजलाई, व्यापारीहरूलाई त्यो चिजहरू देखाउने प्रयास गर्दैछौँ। त्यसको बारेमा जानकारी दिँदैछौँ। त्यसले गर्दाखेरि त्यो नेपालको प्रोडक्टहरू यहाँ आउने, यहाँ आएर बिक्री हुने सम्भावना बढ्छ। त्यसले गर्दा जो इन्भल्भ हुनुहुन्छ यसमा उहाँहरू सबैलाई लाभ हुन्छ। एकातिर देशलाई आर्थिक लाभ हुन्छ, समाजलाई लाभ हुन्छ, देशको बीचको व्यापार सम्बन्ध बलियो हुन्छ। त्यो अत्यन्त ठुलो एउटा पहल हो। त्यस्तै गरी तेस्रो कुरा हामी के गर्दैछौँ हेर्नुहोस्, नेपालमा जो हाइड्रो इलेक्ट्रिसिटी प्रोडक्सनको यति ठुलो अथाह सम्भावना छ। नेपालमा खपत हुने भनेको त केही 1000 करोड होला, केही 1000 मेगावाट होला, ज्यादा भन्दा ज्यादा। त्यो हजारौं मेगावाट जुन बिजुली नेपालमा उत्पादन हुन्छ त्यो त बेच्नु पर्यो बाहिर। त्यो बेच्नको लागि मार्केटिङ गर्नु पर्यो, बेच्नको लागि नेटवर्किङ गर्नु पर्यो, मिटिङ गर्नु पर्यो, पोलिसी लेभलमा समन्वय गर्नु पर्यो, व्यापारीको लेभलमा समन्वय गर्नु पर्यो, इन्भेस्टरको लेभलमा समन्वय गर्नु पर्यो। यसको लागि हामी प्लेटफर्म बनाउँदैछौँ। यो प्लेटफर्ममा नेपालका पनि हाइड्रो व्यापारीहरू, हाइड्रो प्रोड्युसरहरू, भारतका पनि हाइड्रो प्रोड्युसरहरू, या पावर सेक्टरमा काम गर्ने उद्योगीहरू अनि त्यससँग सम्बन्धित पोलिसी मेकरहरूलाई एक ठाउँमा राखेर ब्रेनस्टर्मिङ गर्ने, चिन्तन गर्ने, सरकारका एजेन्सीहरूलाई साथमा बोलाएर चिन्तन गर्ने, त्यसरी एउटा सम्बन्ध विकास गर्ने, त्यो बिजनेस सहज हुने खालको वातावरण बनाउनको लागि यो एउटा स्थायी प्रयास हो है। यो तेस्रो अति ठुलो कुरा हो हेर्नुहोस्। अनि चौथो कुरा, चाहे जेसुकै भए पनि नेपाल र भारतको जुन ऐतिहासिक सम्बन्ध छ, सामाजिकदेखि लिएर सांस्कृतिकदेखि लिएर धार्मिकदेखि लिएर ऐतिहासिक सबै सम्बन्ध छ। त्यो हुँदै गर्दाखेरि पनि विभिन्न कालखण्डमा पोलिटिकल कारणहरू हुन्छन्, विभिन्न कारण हुन्छन्। यसमा अन्य कारणहरू चाइना फ्याक्टर पनि होला, मिसनरी युरोपियन फ्याक्टर होला, अमेरिकन फ्याक्टर होला, जे फ्याक्टर होलान्, इन्टरनल पोलिटिकल फ्याक्टर होलान्। यी कारणहरूले गर्दाखेरि भारत नेपालको सम्बन्धमा उतार चढाव आइरहेको छ। त्यो उतार चढाव यदि नराम्रोतिर ज्यादा गयो भनेदेखि सबैलाई नोक्सान हुने हो हैन। त्यसको सुधारको लागि पनि त कहीँ न कहीँ कसैले त पहल गर्नु पर्यो। हामी यो प्लेटफर्मबाट प्रयास गर्दैछौँ भारत र नेपालका गभर्मेन्ट टु गभर्मेन्ट, G2G, G2B, गभर्मेन्ट टु बिजनेस, बिजनेस टु बिजनेस, बिजनेस टु पिपुल, B2C भन्छ त्यसलाई हैन। अनि त्यस्तै गरी पिपल टु पिपुल, यो सबै कन्ट्याक्टहरू डेभलप गर्ने एउटा प्लेटफर्म बनाउँदैछौँ, जसले नेपाल र भारतको सबै स्तरमा राम्रो संवाद, समन्वय र सम्बन्ध विस्तार गर्छ। यो काम हामी गर्दैछौँ हेर्नुहोस्। यसरी यो चारवटा जुन काम हामी गर्दैछौँ यो ऐतिहासिक काम हो, ऐतिहासिक महत्त्व काम हो। देशको लागि
देशवासीको लागि, नेपालीको लागि, नेपालको लागि, भारतीयको लागि, भारतको लागि, सबैको लागि आवश्यक काम हो। यो एउटा पहल हामीले गर्दैछौँ। यसलाई पर्मानेन्ट बनाएर लिएर जाने हो। आउने समयमा यसलाई अझै बलियो बनाउने हो, विस्तार गर्ने हो। दिल्लीको साथसाथ भारतका अन्य ठुला सहरहरूमा लिएर जाने हो र नेपालको उन्नतिको एउटा बेस तयार गर्नको लागि यो अभियान पनि ठुलो भूमिका खेल्नेछ। हजुर, धन्यवाद डाक्टर मोहनजीले यति राम्रो र यति मिठो ऐतिहासिक पारिवारिक कुराहरू पनि गरिदिनु भयो। साथमा हाम्रो भारत र नेपाल, नेपाल र भारतदेखि पनि दुई देशको बिचमा पनि अत्यन्तै राम्रो र विचार उहाँहरूको यो इन्डो नेपाल फेस्टिभलले पनि बहुतै राम्रो विचार गरेर लिएर आउनुभयो। हाम्रो एभरेस्ट चेम्बरको महासचिवज्यू डाक्टर मोहनजीले अति नै राम्रो आफ्नो भावुकता भनिसक्नुभयो। गर्दाखेरि चाहिँ म अब तपाईँहरूको लागि चाहिँ 20, 21, 19, 20, 20, 21, 22 हो हैन। त्यसमा चाहिँ हेर्नुहोस् 20 तारिक चाहिँ हाम्रो आधिकारिक ओपनिङ कार्यक्रम हो। त्यसमा स्टलहरू हुँदैनन् हैन। अनि त्यो गाना बजानाको कार्यक्रम पनि 20 तारिकबाट सुरु हुन्छ। किनभने हाम्रो कति मान्छेहरूलाई शनिबार आइतबारै छुट्टी मिल्छ। त्यही भएर हामीले शनिबार आइतबार पब्लिक एक्जिबिसन राखेका छौँ। त्यसमा तपाईँहरूले आएर धेरै नेपाली प्रोडक्टहरू हेर्न सक्नुहुन्छ, किन्न सक्नुहुन्छ, खानेकुराहरू टेस्ट गर्न पाउनुहुन्छ हैन। फुड स्टलहरू छन्, धेरै कलाकारहरू, नेपाली आइटम कि एकदम धेरै जसो नेपाली आइटमहरू थकालीदेखि लिएर देखि लिएर चाउमिनदेखि लिएर त्यो नेवारी खानादेखि लिएर त्यो छोला कचौलादेखि लिएर सबै हेर्नुहोस्। अझै यसपालि यो फेस्टिभलमा यो महामेलामा चाहिँ तपाईँहरूले अत्याधिक चाहिँ मतलब फुडहरू पनि राख्नु हो। यो सबैको लागि हामीले प्रयास गरिरहेका छौँ। अति नै राम्रो होइन, डाक्टर मोहनजीले पनि अति नै राम्रो भन्नुभयो र तपाईँ चाहिँ आएर एकचोटि भिजिट गर्नु होला। साथमा मेरो पहाडी को हुनुहुन्छ, देख्नु पनि को आउनुभयो? नमस्कार हजुरलाई पनि। र विशेष गरेर पछिल्लो साल 2025 मा इन्डो नेपाल ट्रेड फेस्टिभल हामी नेपाल एम्बेसी को प्राङ्गणमा गरेका थियौँ भने अहिले आएर भारतको राजधानी नयाँ दिल्ली को सेन्टर पोइन्ट हौसखास भित्र पर्ने पियाजली चेम्बरमा गर्दैछौँ। यो हजुरलाई जानकारी भएकै कुरा हो। र विशेष गरेर 20, 21 र 22 फरवरी, यसै फरवरी 2026 को दिन पारेर हामी गर्दैछौँ। व्यापारले दुवै देशलाई कस्तो सम्बन्ध बनाउँछ, दुवै देशको व्यापारीहरूलाई सहज कसरी हुन सक्छ भन्ने कुरा डाक्टर मोहन कार्कीले यसै च्यानल मार्फत भर्खर स्पष्ट पार्नुभयो। म त्यो फेरि नदोहोऱ्याउँदै म के भन्न चाहन्छु भने मेरो विशेष सांस्कृतिक क्षेत्र परेको कारणले भारत नेपालको एउटा सम्बन्ध सांस्कृतिकको माध्यमबाट पनि एउटा मजबुत बनाउने एउटा मेरो जिम्मेवारी भएको कारणले यस मञ्चमा, यस कार्यक्रमको मञ्चमा पनि नेपाली र भारतीय कलाकारको एउटा सम्बन्ध एउटै मञ्चबाट हामी प्रस्तुत गराउनेछौँ सांस्कृतिक सम्बन्धी। यो पनि म जानकारी गराउँदैछु। र यसै कार्यक्रममा 21 तारिकको दिन नेपालबाट बहुचर्चित कलाकार श्याम राणा पनि आउँदै हुनुहुन्छ भने स्थानीय कलाकारहरूको पनि भिजुअल प्रस्तुति छ। त्यो पनि म हजुरहरूलाई जानकारी दिलाउन चाहन्छु। 20, 21, 22 को दिन जुन हामी 3 दिनको कार्यक्रम छ, पहिलो दिन हाम्रो पब्लिक मास नभएर केही हाम्रा स्टल मेम्बरहरू, स्टल लगाउने मेम्बरहरू र तपाईँको केही हाम्रा पाहुनाहरू, अतिथिहरूको बिचबाट हामी उद्घाटन कार्यक्रम गर्नेछौँ भने 21 र 22 को लागि आम पब्लिकको लागि हामी इन्ट्री दिनेछौँ। र उहाँहरूलाई यसै च्यानल मार्फत पनि म अनुरोध गर्न चाहन्छु 21 र 22 बिहान
10 बजेबाट बेलुका 7-8 बजेसम्म हाम्रो कार्यक्रमहरू सबै स्टलहरू नेपाली प्रकारका खानाहरू जस्तै अब थकाली खाना, सेल रोटी, कोदाको रोटी, टिमोरको चटनी, अब मोमो त फेमस भइहाल्यो, त्यस्तै लगाएर अन्य प्रकारका खानाहरू पनि यहाँ पर हाम्रा स्टलहरूमा देखिनेछन्। हजुरले खाएर त्यसलाई एउटा स्वादको एउटा अनुभव लिन सक्नुहुनेछ र साथमा भएका अरू इन्डियन साथीहरूलाई पनि सबैलाई लिएर आउनको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु। हस्त घनश्याम शर्माज्यू, तपाईँले पनि यति राम्रो चाहिँ हजुरले हाम्रो इन्डो नेपाल फेस्टिभलमा चाहिँ तपाईँले यति राम्रो जानकारी दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र त्यस्तै गरी सम्पूर्ण नेपाली जनजातिहरू अथवा सम्पूर्ण नेपाली प्रवासमा बस्ने नेपालीहरूलाई चाहिँ यस कार्यक्रमको महोत्सवमा आइदिनु हुन भन्ने म सबैलाई जानकारी गराउँदै र यतिखेर म भारतको न्यू दिल्लीको हाउस खास भनी योभन्दा पहिले पनि मैले तपाईँलाई जानकारी गराइसकेको थियो। त्यस्तै गरी आजको यस जानकारीको माध्यमबाट तपाईँलाई मैले भिडियो मार्फत पनि देखाएको छ। PDH हाउसभित्र यो 4 मन्जिलको बिल्डिङ छ, त्यो मन्जिलभित्र चाहिँ हामीले फेस्टिभलको यो एउटा गर्नु पर्ने चिज हो। उहाँहरूले चाहिँ यो एभरेस्ट च्याम्बरको टिमले गर्नु लाउनु भएको छ, उहाँलाई चाहिँ धेरै धेरै बधाई गर्दै र सम्पूर्ण यहाँबाट जुन मैले देखाइरहेको छ त्यो इन्ट्रेन्स हो, त्यहाँबाट प्रवेश गर्ने ठाउँ हो। त्यहाँबाट प्रवेश गरेर तपाईँहरू आउँदाखेरि तपाईँको गाडीहरूलाई पार्किङ गर्ने ठाउँ पनि प्रशस्तै छ र कोही ट्याक्सी र अटोमा आउनेहरूलाई पनि उहाँहरूलाई चाहिँ यहाँ सुविधा पनि राम्रै जानकारी गराउनुको लागि म यस भिडियोको मार्फतबाट तपाईँलाई जानकारी गराएको छ। ठाउँको नाम भन्दाखेरि हाउस खास साबुजेट अगाडिबाट र सिर्फोस स्टुडियमभन्दा अलिकति पहिल्यै म तपाईँलाई जानकारी गराउँदा PhD हाउसभित्र मैले तपाईँलाई हुन गइरहेको फेस्टिभल अथवा महोत्सवको यो जानकारीको लागि म देखाइरहेको छु। तपाईँहरूलाई नछुटाउनु होला 20-21-22 को यहाँ फेस्टिभल र महोत्सव नै भनौँ, महोत्सवको मार्फतबाट हाम्रो यहाँ नेपालको सम्पूर्ण हाम्रो खाना लगायत सम्पूर्ण वेशभूषाहरू पनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ। हस्त धन्यवाद। आजलाई म यहीँ बिदा चाहन्छु, फेरि अर्को भिडियो तपाईँलाई भेट्नेछ। थ्याङ्क यू, बाई बाई, गुड लक, बेस्ट अफ लक सम्पूर्ण यो एभरेस्ट च्याम्बर टिमहरूलाई। र आजलाई म बिदा चाहन्छु। म कान्छा सारू, नवलपुर प्रेसमा। धेरै धेरै धन्यवाद। जय नेपाल।